साथीहरु आज मैले C3 बाट एटिसलाटमा रिचार्ज कसरी गर्ने भन्ने बारेमा सिकाउन गएको छु साथीहरु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। एउटा साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया साथीहरु च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। एउटा साथीहरु C3 बाट कसरी आफ्नो ड्यू अथवा एटिसलाटमा कसरी रिचार्ज गर्ने भन्ने बारेमा जाम है त साथीहरु। सर्वप्रथम त साथीहरु मैले आफ्नो ब्यालेन्स चेक गर्छु। हेर्न सक्नुहुन्छ साथीहरु मेरो ब्यालेन्स चाहिँ 0 छ, 57 पैसा छ। मैले क्यान्सल गर्छु। सर्वप्रथम त साथीहरु प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गइसकेपछि सर्च बार जानु होला। सर्च बारमा गइसकेपछि सर्च गर्नु होला C3 एप भनेर सर्च गर्नु होला। सर्च गरेपछि यहाँनिर आउँछ, टच गर्नु होला। टच गरिसकेपछि साथीहरु यहाँनिर छ, इन्स्टल गर्नु होला। साथीहरु इन्स्टल भइसकेपछि ओपनमा थिच्नु होला। ओपनमा थिचिसकेपछि साथीहरु सिलेक्ट ल्याङ्ग्वेज चुज गर्नु होला। हिन्दी इंग्लिश चुज गर्नु होला साथीहरु। यहाँ टपको मैले यो चुज गर्छु। चुज गरिसकेपछि साथीहरु तल टच गर्नु होला। टच गरेपछि साथीहरु एलो गर्नु होला। एलो गरिसकेपछि साथीहरु लगइन गर्नु होला। लगइन गरिसकेपछि साथीहरु यहाँनिर आफ्नो नम्बर दिनु होला। नम्बर दिइसकेपछि साथीहरु यहाँ पासवर्ड दिनु होला। नम्बर र पासवर्ड दिइसकेपछि साथीहरु लगइन गर्नु होला। अल्लो स्टारमा थिच्नु होला साथीहरु। अल्लो स्टारमा थिचिसकेपछि तपाईहरुलाई फेस स्क्यानिङ पनि हुन्छ र फिंगरप्रिन्ट नै दिन्छ साथीहरु। मैले फिंगरप्रिन्ट दिनु गएको छु। हेर्न सक्नुहुन्छ साथीहरु मेरो C3 ओपन भइसकेको छ। मेरो करेन्ट ब्यालेन्स रहेको छ साथीहरु 89 dirham .64 पैसा रहेको छ। अब मैले रिचार्ज गर्न गएको छु साथीहरु। रिचार्ज गर्नको लागि रिचार्ज ड्यू एटिसलाटमा टच गर्नु होला साथीहरु। यहाँनिर यसरी टच गरिसकेपछि साथीहरु यहाँनिर कुन सिममा रिचार्ज गर्न चाहनुहुन्छ एटिसलाट वा ड्यू तपाईले चुज गर्नु होला। मैले एटिसलाटमा हाल्न गइरहेको छु। यहाँनिर टच गर्छु। टच गर्नु होला। टच गरिसकेपछि साथीहरु तपाईले कति हाल्नुहुन्छ 5 dirham 10 dirham 15 20 25 30 35 40 45 50 100 तपाईले कतिको रिचार्ज गर्न चाहनुहुन्छ त्यति नै यहाँनिर टच गर्नु होला। अहिले साथीहरु मैले 5 dirham हाल्न गइरहेको छु। 5 मा टच गर्छु। टच गरेपछि साथीहरु नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि साथीहरु हेर्न सक्नुहुन्छ हाम्रो नम्बर रहेको छ। यहाँनिर पैसा रहेको छ साथीहरु। यहाँनिर 5 dirham रिचार्ज गरेमा टच गर्नु होला साथीहरु। सक्नुहुन्छ साथीहरु मोबाइल रिचार्ज सक्सेसफुल मा टच गर्नु होला साथीहरु। हेर्न सक्नुहुन्छ साथीहरु C3 पे पैसा लगाएको भनिसकेको छ साथीहरु। म इन्टर गर्छु। हेर्न सक्नुहुन्छ साथीहरु मेरो पैसा घटेको छ 84 dirham .14 पैसा रहेको छ। मैले 5
मोबाइल रिचार्ज 5 दिरहम चाहिँ रिचार्ज गरे हेर्न सक्नुहुन्छ साथीहरु। यसरी नै तपाईहरु आफ्नो मोबाइल रिचार्ज गर्न सक्नुहुन्छ है त साथीहरु। फेरि मैले ब्यालेन्स चेक गर्छु फेरि आफ्नो हेर्न सक्नुहुन्छ साथीहरु। मेरो ब्यालेन्स चाहिँ 5 दिरहम 57 पैसा रहेको छ साथीहरु। तपाईहरुले पनि साथीहरु यसरी नै रिचार्ज गर्न सक्नुहुन्छ है त साथीहरु। आफ्नो सिममा एटिसलाट अनि डियोमा यसरी नै रिचार्ज गर्न सक्नुहुन्छ है त साथीहरु। ल त साथीहरु आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला साथीहरु। कृपया साथीहरु च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला है साथीहरु। के साथीहरु नेक्स्ट भिडियोमा भेटौँला है त साथीहरु।